साथीहरू आज चाहिँ म धरानचारको यो बाटो निर्माण कार्यक्रममा आइसकेका छौँ। सम्पूर्ण श्रमदाताहरू मिलेर चाहिँ श्रम गरेर देश बन्छ र भन्नेहरूलाई चाहिँ यो देखाउन चाहन्छु। किनभने कुनै पनि श्रम बिना चाहिँ केही पनि बन्न सक्दैन। यो ज्वलन्त उदाहरण हो। यहाँ चाहिँ सबैजना अब कति पैसा खर्च लाग्ने ठाउँमा चाहिँ श्रमदाताहरू सबैजना मिलेर यसरी श्रमबाट यो बाटो बनाउने कार्य भइरहेको छ। गुड मर्निङ नमस्कार। अनि श्रमबाट देश बन्छ र भन्नेहरूलाई चाहिँ यो ज्वलन्त उदाहरण हो साथीहरू। बिना श्रम चाहिँ केही हुँदैन त्यस्तो भन्ने मान्छेहरू चाहिँ एकदम अल्छे। अल्छे श्रमबाट देश बन्छ भन्नेहरू चाहिँ त्यस्तो प्रश्न गर्नेहरू चाहिँ एकदमै अल्छे मान्छेहरू हो। हेर्नु साथीहरू एकदमै सबैजना यो बाटो बनाउनुको लागि चाहिँ जुट्नु भएको छ। भलै उहाँहरूको ठाउँ यो नहोला, भलै उहाँहरूले यो बाटोमा हिँड्न नपाउने होला, मतलब यो उहाँहरूको ठाउँ नभएता पनि सबैजना यसरी काम गरिरहनु भएको छ। संस्कृतिले चाहिँ यस्तो सिकाउँछ साथीहरू। ढुङ्गा बोकेर देश बन्छ र भन्नेहरूलाई ढुङ्गा बोकेर अब हामी पनि यसको पछाडि सबैजना यति धेरै श्रमदाताहरू हुनुहुन्छ साथीहरू। कति धेरै परसम्म हुँदो रहेछ साथीहरू। यहाँको अब यहाँ त उता त टेक्न नमिल्ने रहेछ तर यो माथिसम्म हुनुहुन्छ हामी श्रमदाताहरू।